नमस्कार, यहाँहरूलाई फेरि स्वागत छ घर जग्गा काठमाडौँमा। मेरो नाम प्रेममत। आज तपाईँलाई विश्वास नगर्ने यति राम्रो घर काठमाडौँको कलङ्की चोकदेखि अलिकति माथि नजिकै भन्दा पनि हुन्छ 5 आनामा बनेको 3.5 ताले ब्रान्ड न्यू घर तपाईँले नसोचेको मूल्यमा घरधनीले इमर्जेन्सी 15 दिनभित्रमा बिक्रीमा राख्नु भएको छ है। जम्मा मूल्य पहिला 2 करोड चान्चुन राख्नु भएको थियो भने अहिले 1 करोड 95 लाखमा दिँदै हुनुहुन्छ है त। अब यो रेट फिक्स भन्दा पनि हुन्छ। आउनुहोस्, हेर्नुहोस्, चित्त बुझाएर लिन सक्नुहुनेछ। अझै त्यसमा पनि 1-2 दिनमा काम गर्नेलाई अलिकति मिलाइदिन्छु, हेर्नुपर्ने ठाउँमा भनिसक्नु भएको छ। तपाईँलाई यो घरको बारेमा सम्पूर्ण जानकारी दिने नै छु। यो भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला है त। अब आउनुहोस्, तपाईँलाई यो घरको तलदेखि माथिसम्म अगाडि पछाडि सबै जानकारी देखाउने छु है त। अब तपाईँलाई यो घरको बारेमा जस्ताको तस्तै तलदेखि माथिसम्म सबै जानकारी दिनेछु। हेर्न सक्नुहुनेछ, यो बाटो रह्यो, यो ठुलो 22 फुटे सर र पिच बाटो रहेको छ। यहाँदेखि माथिसम्म जाने मेन हाइवे बाटो भन्दा पनि हुन्छ। यही बाटो टच रहेको दक्षिण फर्केको यो हेर्न सक्नुहुन्छ। चिटिक्कको सुन्दर घर यही नै हो। तपाईँलाई जस्ताको तस्तै देखाउँदैछु है। हेर्न सक्नुहुन्छ, तलदेखि माथिसम्म यस्तो खाले रहेको छ। अब यहाँदेखि हेरिहाल्नु भयो भने यो बाटो भयो है। अब यहाँ गेट रहेको छ स्लाइडिङवाला, हेर्न सक्नुहुन्छ। अब यहाँ तपाईँले मजाले एउटा हाइलेक्ससम्म मजाले पार्किङ गर्न सक्नुहुनेछ भने यो साइडमा सानो कारहरू मजाले अट्छ। सानो 2वटा गाडी मजाले अट्छ है त। तपाईँले बाइक पार्किङ गर्छु भन्दा पनि मिल्छ। यति धेरै ओपन स्पेस रहेको छ, खुल्ला स्पेस। यहाँनिर तपाईँले वाटर फाउन्टेन बनाउँछु भन्दा पनि त्यहाँनिर आफै बनाउन पनि सक्नुहुनेछ है। त्यो लेभलको स्पेस पनि पाउनुहुन्छ, किनकि 5 आना जग्गा रहेको छ। तपाईँलाई जस्ताको तस्तै देखाउँदैछु है त। अब यहाँ सिडी टाइपको स्पेस पाउनुहुन्छ तपाईँले यस्तो खाले। माथि अब रुममा लगेर जाँदैछु। वरिपरि हेर्न सक्नुहुन्छ, बााउन्ड्री घेरेर चिटिक्क बनाउनु भएको छ। यहाँदेखि हेर्नुहोस् है त, आहा नि तलदेखि माथिसम्म हेर्न सक्नुहुन्छ। अब यहाँ बिचको भागमा तपाईँले एउटा वाटर फाउन्टेन टाइपको बनाउनु भयो भने एकदमै राम्रो देखिन्छ, बाले देखिन्छ। अब यहाँदेखि हेर्न सक्नुहुन्छ तपाईँले। यहाँ म माथिल्लो तलामा आइपुगेको छु। यहाँनिर ओपन स्पेस पाउनुहुन्छ। यति धेरै खुल्ला स्पेस है। यहाँनिर आरामले बस्न पनि सक्नुहुन्छ, रेस्ट पनि गर्न सक्नुहुन्छ होइन। यहाँनिर एउटा सानो केही व्यवसाय गर्छु भन्दा पनि मिल्ने स्पेस पाउनुहुन्छ है त तपाईँले। अब यो तलदेखि माथिसम्म हेर्न सक्नुहुन्छ, यस्तो खाले स्पेस रहेको छ। तलदेखि माथिसम्म हेर्न सक्नुहुन्छ। आहा नि हेर्दै लोभै लाग्ने, किनौँ लाग्ने। ल हेर्नुहोस् है त, जस्ताको तस्तै तपाईँहरूलाई देखाउँदैछु प्रत्यक्ष रूपमा है। यो बिचको भाग मैले एडिटिङ गरेँ होइन, यस्तो खाले रहेको छ है त। ल हेर्नुहोस् तलदेखि माथिसम्म। अब तपाईँले यो स्पेस हेरिसक्नु भयो भने तलदेखि माथिसम्म बाहिर भएको दृश्य हेरिसक्नु भयो। अब तपाईँलाई सिधै म भित्रतिर लगेर जाँदैछु है त। टक्क यहाँनिर हेर्न सक्नुहुन्छ, सबै काठको झ्याल ढोका हाल्नु भएको छ है। यो घरमा जस्ताको तस्तै देखाउँदैछु तपाईँहरूलाई, हेर्न सक्नुहुन्छ। यहाँनिर छिर्दा बित्तिकै एउटा रुम रहेको छ, जस्ताको तस्तै देखाउन चाहेँ। र यतापट्टि यो अर्को रुम रहेको छ, हेर्न सक्नुहुन्छ। यस्तो खाले उज्यालो रहेको छ। र यो बिचको ओपन स्पेस पाउनुहुन्छ भने तपाईँले यो साइडमा हेर्न सक्नुहुन्छ। अर्को एउटा किचनको लागि रुम स्पेस छ यहाँनिर, मिडियम साइजको। र यसै गरी तपाईँले यहाँनिर पानी टङ्की सबै पाउनुहुन्छ है। र यसै गरी यहाँनिर पनि मजाले एउटा किचन रुमको स्पेस पाउनुहुन्छ भने पछाडिपट्टि पनि यति धेरै खुल्ला स्पेस पाउनुहुन्छ है त। यहाँनिर यस्तो फोरो छ, तपाईँलाई जस्ताको तस्तै देखाएँ। यो किचन स्पेस र यो बिचको प्यासेज, यो टोइलेट बाथरुम है। टोइलेट बाथरुमको स्पेस यस्तो रहेको छ, फिटिङ गर्न बाँकी रहेको छ। र यतापट्टि पनि माथिसम्म निकाल्नु भयो रहेछ टाइल राखेर, एकदमै राम्रो छ, चिटिक्कको रहेको छ। साइडमा तलपट्टि ग्रानाइट टाइल, साइडमा स्टिलको रेलिङ युज गर्नुभएको छ है त। तपाईँलाई जस्ताको तस्तै देखाउँदैछु, हेर्न सक्नुहुन्छ। यस्तो खाले रहेको छ है। अब यहाँ हेरिसक्नु भयो। अब तपाईँलाई सिधै म माथिल्लो तालामा लगेर जानेछु। त्यहाँनिरको रुमहरूको दृश्य पनि देखाउने छु के कस्तो छ। जस्ताको तस्तै देखाउँदैछु है त। ल हेर्नुहोस्, साइडमा यो स्टिलको रेलिङ युज गर्नुभएको छ, तलपट्टि ग्रानाइट टाइल। र म माथिल्लो तालामा आइपुगेको छु। आउँदा बित्तिकै यहाँनिर पाउनुहुन्छ एउटा ठुलो साइजको यो बेडरुम। यसै गरी यो साइडमा अर्को मिडियम साइजको अट्याच बेडरुम, यो नि अट्याच बेडरुम रहेको छ, हेर्न सक्नुहुन्छ यस्तो खाले। र यो बिचको प्यासेज भइ नै हाल्यो। यसै गरी यहाँनिर पाउनुहुन्छ तपाईँले कमन टोइलेट बाथरुम। यसै गरी यहाँनिर यो अर्को मजाको एउटा बेडरुम पाउनुहुन्छ। यसमा पर्सनल बाल्कनी अगाडि रहेको छ, हेर्न सक्नुहुन्छ। ढोका यहाँ छ, तपाईँलाई त्यो खोलेर देखाउन पाइनँ, तपाईँहरू आफै आएर पनि हेर्न सक्नुहुन्छ। र यहाँनिर पनि हेर्न सक्नुहुन्छ, यो यता पनि यो बाल्कनी रहेको छ अगाडि, तपाईँहरू त्यो हेर्न सक्नुहुन्छ उज्यालोको लागि है। यहाँ एउटा रुम उज्यालो हेरिहाल्नुभयो तपाईँहरूले। अब सिधै म माथिल्लो तलामा लगेर जानेछु। तलपट्टि 4वटा रुम,
यहाँ 4वटा रुम, अझै माथि 4वटा रुम रहेको छ। त्यो पनि तपाईँहरूलाई जस्ताको तस्तै देखाउने छु है त ल। यहाँ नि हेर्न सक्नुहुन्छ ओपन स्पेस यो बीचको प्यासेज र यसै गरी यहाँनिर यो एउटा रुम बेडरुम है। यसै गरी यो अर्को अट्याच बेडरुम तपाईँलाई जस्ताको तस्तै देखाउँदैछु। यहाँनिर हेर्न सक्नुहुन्छ टोयलेट बाथरुम, यो अट्याच बेडरुम। ल हेर्नुहोस् यतापट्टि टोयलेट बाथरुम, यो यस्तो खाले रहेको छ है। बेडरुम भयो, अगाडि ढोका, झ्याल अगाडि दक्षिण साइडतिर भित्रै आएको छ घाम हेर्न सक्नुहुन्छ तपाईँहरूले। जस्ताको तस्तै देखाउँदैछु है त। अब यसै गरी अझै माथिल्लो तलामा लगेर जाँदैछु तपाईँहरूलाई। यो सिडी भयो, हेर्न सक्नुहुन्छ जस्ताको तस्तै देखाउँदैछु है त। तपाईँलाई यो घरको माथिसम्म लगेर सबै जानकारी दिनेछु। अब यहाँनिर हेर्न सक्नुहुन्छ तपाईँहरूले एउटा यो रुम ठुलो साइजको नै पाउनुहुन्छ तपाईँहरूले। र यसै गरी यो अर्को रुम किचन बनाउनु भएको छ। यो कमन टोयलेट बाथरुम बनाउनु भएको छ, 2वटा रुम भयो। यो माथिपट्टि पूजा रुम मन्दिरको स्पेस पाउनुहुन्छ भने यो छतमा राम्रो खाले टाइल युज गर्नुभएको छ। तलपट्टि हेर्न सक्नुहुन्छ यस्तो खाले स्पेस पाउनुहुन्छ है त। यहाँनिर ओपन स्पेस पाइ नै हाल्नुहुन्छ। ल तपाईँलाई यो जस्ताको तस्तै देखाइसकेको छु। अझै म माथि छतबाट केही देखाउने ट्राई गर्नेछु जस्ताको तस्तै है त। ल हेर्नुहोस् यस्तो खाले स्पेस रहेको छ भने यो सिडी भयो। सिडीको दृश्य म माथि छतमा आइपुगेको छु। छतमा आउँदा यहाँ हेर्न सक्नुहुन्छ अलिकति यो फोहोरहरू रहेको छ सरसफाइ नगरेर। पछाडिपट्टि यहाँनिर एउटा राम्रो व्यवस्थित होटल या रिसोर्ट रहेको रहेछ होइन। मजाले चलिरहेको छ यो पछाडिपट्टि भने। अब यो अगाडिको आहा यति राम्रो घर तलदेखि माथिसम्म वरिपरिको दृश्य हेरिसक्नुभयो, मन पारिसक्नुभयो होला। किन हो लाग्यो होला। यो घरको एक्ज्याक्ट लोकेसन भन्नुपर्दा ठ्याक्कै काठमाडौँको कलङ्की चोकदेखि लगभग 2.5 किलोमिटरको दूरीमा एलआरआई स्कुलभन्दा अलिकति माथि हाइटमा रहेको 5 आना क्षेत्रफलमा बनेको 3.5 ताले ब्रान्ड न्यू घर। अगाडिबाट टक्क ठुलो 22 फुटे पिच बाटो रहेको, दक्षिण फर्केको, बिहानदेखि बेलुकासम्म घाम लाग्ने सबै कोठाहरू उज्यालो उज्यालो। अगाडिपट्टि मजाको बाल्कनी पाउनुहुन्छ प्रत्येक रुमहरूमा भने। यो घरमा 14वटा रुमहरू रहेको छ, 2वटा अट्याच बेडरुमहरू रहेको छ। प्रत्येक फ्ल्याटमा कमन टोयलेट बाथरुम पाइ नै हाल्नुहुन्छ। यति दामी कोठाहरू रहेको छ, उज्यालो उज्यालो रहेको छ। अब यसको मूल्य पनि एकदमै सस्तोमा है। पहिला 2 करोड 15 लाख दिँदा पनि बिक्री गर्नुभयो रहन्छ है घरधनीले। अहिले पैसाको एकदमै आवश्यकता परेको हुँदा 15 दिन मात्रै टाइम भएको हुँदा जम्मा 1 करोड 95 लाखमा दिँदै हुनुहुन्छ है। तपाईँहरू नझुक्किने होला, यो 1 करोड 95 लाखमै तपाईँले आफ्नो नाममा बनाउन सक्नुहुनेछ है त। यति राम्रो घर। अब लिन चाहनुहुन्छ ढिला नगर्नुहोस् है त। धेरै दिन टाइम बाँकी बस्दै बस्दिन यस्तो राम्रो घर रहेको छ। तपाईँले हेर्दा बित्तिकै लगानी गर्नुहुन्छ। अगाडिपट्टि नम्बर राखिसकेको छु, डाइरेक्ट कन्ट्याक्ट गरेर राम्रोसँग बुझेर लिन सक्नुहुनेछ। र केही नबुझेको कुरा छ भने तल कमेन्टमा लेख्नु होला भन्दै आजलाई बिदा हुन चाहन्छु। हस् त नमस्ते, धन्यवाद। यहाँहरूको दिन समय राम्रोसँग जाओस्।